तिम्रो जुन तिमीलाई सुरुमा टेलिभिजनमा इन्ट्रोड्युस हुँदाखेरि होइन, उम्, जब तिमी युट्युब प्लेटफर्मतिर अलिकति केही समयको लागि भाइरल थियो होइन, त्यो समयमा उहाँहरूले तिमीप्रति बनाएको पर्सेप्सन उम्, जुन टाइपको रिजन डाँगी थियो नि, आज त्यो रिजन डाँगी नहुन पनि सक्छ क्या। उम्, जस्तो इक्जाम्पलको लागि हामीले तिम्रो भोइस जुन त्यो एजमा जुन भोइसमा तिमी गाउन सक्थ्यौ अथवा गाउँथ्यौ, त्यो अहिले पनि त्यस्तै गाउँछु भन्ने त छैन। भोइस उम्, चेन्ज भयो होला, त्यसको एउटा आफ्नो हरेकजना हरेक एक एकको आफ्नो भोइसमा चाहिँ डिफ्रेन्ट आइडेन्टिटी हुन्छ क्या। ठ्याक्कै यही जस्तो भन्ने त कोही हुँदैन नि त, हुँदैन। ओरिजिनल। त्यो चाहिँ आफूमा भर पर्ने कुरा हो क्या फेरि त्यो चाहिँ। मैले अघि भनेँ नि, आर्ट भन्ने कुरा चाहिँ प्योर हुनुपर्छ क्या सकेसम्म। जस्तो मान्छेहरूले बच्चैबाट एउटा फलो गरिरहेछ भने त्यो भोलि पर्सि ठुलो हुँदासम्ममा पनि उसको त्यही खालको प्याटर्न हुन्छ क्या। जस्तो हुन्छ नि, बुझ्नुभयो नि मैले भन्न खोजेको। जस्तो धेरै एउटै मान्छेलाई फलो गर्यो भने चाहिँ तपाईँको त्यो मान्छेले बोल्ने तरिका, त्यो मान्छेको हिँडाइ, त्यो मान्छेको बसाइ बोलाइ सबै नै त्यो मान्छेहरूले कपी गरेर गर्न खोज्छ नि। हो। त्यो भयो भने चाहिँ हुँदैन क्या। किनभने त्यो हुन्छ अनि बवाल जान्छ हो। उम्, अनि पछि चाहिँ कपी सिङ्गर, कपी आर्टिस्ट भनिदिन्छ क्या।